भन्ने मतलब जान्न बुझ्न खोज्ने खालको। अनि त्यो बाहेक पनि म चाहिँ के भन्न चाहन्छु भने रिफ्युजी मेरो लागि एउटा यस्तो प्रोजेक्ट हो जुन चाहिँ अब मुभी भनेको एउटा लक हो, चल्छ चल्दैन चल्ला नचल्ला त्यो आफ्नो ठाउँमा छ, तर रिफ्युजी मुभी गर्न पाउनु नै मेरो लागि एउटा गर्वको कुरा हो। किनकि सबैजनाले नै भनिरहनु भएको छ कि रिफ्युजी कुन चाहिँ एउटा कुरालाई बेसमा बनाइएको छ, कुन चाहिँ कुरालाई मेनली फोकस गरिएको छ भन्ने कुरा। त्यही भएर पनि यसको एउटा स्मल पार्ट अथवा म त भनौँ यसमा एउटा लिड हिरोइन भएर काम गर्न पाउनु नै मेरो लागि एउटा धेरै नै ठुलो कुरा हो। त्यसको लागि म मेरो टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, स्पेसली मेरो डिरेक्टरलाई। अनि त्यसपछि अब रिफ्युजी एउटा स्पेसल एउटा प्रोजेक्ट हो मेरो लागि जुन चाहिँ माघ 15बाट रिलिजमा छ। यहाँहरूले साथ दिनुहुन्छ भन्ने त्यो पनि अपेक्षा गरेको छु। सधैँभरि माया दिइरहनु भएकै छ, अझ पनि माया दिनुहुन्छ भन्ने आश गरेको छु। यति भन्दै आजलाई थ्याङ्क यू। नचलेको अवस्था छ र तपाईँहरूको हातमा पनि यो चलचित्र उद्योगलाई ओह्रालो लाउने र उकालो लाउने थामिराख्ने पनि ठुलो हात हुन्छ तपाईँहरूको पनि। त्यसले गर्दाखेरि म यहाँहरूलाई पनि सहयोग गर्छु, मेरो चलचित्रलाई सकारात्मक तरिकाले लेखिदिनुहोस्, सकारात्मक तरिकाले देखाइदिनुहोस्, ताकि मैले एउटा कोसिस गरेको छु एउटा नेपाली भाषी भुटानीहरूको कथा व्यथालाई हाम्रो कतिपय नेपाली समाजमा नेपाली दर्शकले थाहा छैन, कतिलाई त थाहै छैन नेपाली भुटानीहरू पूर्व भागमा बस्दा सायद पश्चिमको धेरै कम मान्छेलाई मात्रै थाहा छ। त्यहाँ गयो भने ओहो आफ्नै ठाउँमा पनि यस्तो शरणार्थीहरू रहेछन् भन्ने उहाँहरूले पनि देख्ने अवसर हुन्छ। यहाँ त अहिले चलचित्रहरू आज लाग्यो भोलि उत्रिने अवस्था छ। त्यस कारण तपाईँहरूले केही साथ दिनुभयो, बजारमा केही हल्लाखल्ला गरिदिनु भयो भने कमसेकम अलिकति लामो गयो भने त्यो दर्शकहरूले त्यो नेपाली समाजले पनि थाहा पाउँछ हाम्रो समाजमा पनि यस्तो घटनाहरू घटेको नेपाली दाजुभाइहरू हुँदो रहेछ भन्ने कुरो उहाँहरूले पनि हेर्नु पाउनुहुन्छ। र आगामी चलचित्रमा यस्तै खालको खोजहरू लिएर म आउने समर्पण गर्छु। तर अब यो फिल्म पनि चल्न सकेन भने निर्माताहरू सायद भाग्नु सक्छ, लन्डनदेखि अमेरिका उता भाग्नु सक्छ। त्यसले गर्दाखेरि र यसको सो चाहिँ मैले धेरै बाहिर युएसतिर, क्यानाडातिर, हङकङतिर फिक्स भएको हुनाले मलाई लाग्छ अस्ट्रेलियामा त्यति साह्रो ठुलो रिस्क मोल्नु पर्दैन। केही रकमहरू चाहिँ यसो आउने क्रम जारी छ र तर पनि तपाईँहरूले चाहिँ साथ दिनुभयो भने, पत्रकारजीहरूले साथ दिनुभयो भने 2-4 पैसा नाफा आउने सम्भावना रहन्छ अहिलेको अवस्थामा, होइन? त्यसले गर्दाखेरि आइदिनु भयो, सहयोग गरिदिनुहोस् भन्दै मेरो 2 शब्द यति हुन्छ।